हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो यो नयाँ भिडियोमा। आज हामी यो लिखुपारी यो सागुतार जाने बाटो चाहिँ यसरी पिच भइरहेको छ अनि निर्माण कार्य भइरहेको छ र तपाईहरुलाई चाहिँ यो बाटोको हामी भिडियोहरु देखाउने छौं अनि तपाईहरु धैर्य साथ हेरिदिनु होला। र हामी चाहिँ अहिले बाइकमा छौं, हामी सागुतार गएर हामी यहाँ आइपुगेका छौं र तपाईहरुलाई हामी यो भिडियो देखाउने छौं। र हामी अब सुरु गर्ने छौं र हामी जाने छौं ल। बाटो कहाँसम्म पिच भइरहेको छ तपाईहरुले हेर्नु होला। यो चाहिँ के हो, यो के बिछाउने हो, माल बिछाउने हो क्या यो गाडी यस्तो हुँदो रहेछ। यति दामी भएको छ। यत्तिकै बिच चाहिँ हाम्रो यो पलाप जाने ठाउँमा भयो भने आउनु कति राम्रो हुन्छ होला। ल हेर्नु, वाउ नाइस। हेर्नुहोस् निर्माण भइरहेको चाहिँ काम गर्ने काम गर्ने मात्र पिच भएको छ साथी। हेर्नु ल, यो पारी चाहिँ हाम्रो पारी गाउँ है, हाम्रो गाउँ। त्यो दामी बन्ने छ यो बाटो। यो बाटो चाहिँ चाइना जोडिने बाटो भन्छन् सबैले। बाटो चाहिँ एकदम न्यूमा नयाँ देख्छ। हाम्रो बाटोको त के हो, हालतै खराब छ। वहाँ चाहिँ नयाँ पुल बन्दै सुतीबारी है, सुतीबारी हो नयाँ बनाएको।
ठ्याक्कै यो बाटो चाहिँ यहाँसम्म अब यहाँ चाहिँ यस्तो छ बाटोको हालत। अब यो बाटो छिटै निर्माण हुँदैछ र यो तल एउटा पक्की पुल पनि बन्दैछ, त्यो अब बनिसकिसकेको छ। अब सुचारो गर्नु बाँकी छ, थोरै मात्र बाँकी होला। यो पुल बनिसकेपछि यो बाटो एकदम धेरै चल्ने। बाटो त हाम्रो पारीको भन्दा पछि खने होइन, हाम्रो गाउँ जाने यस्तो विकास मान्छेहरूले जग्गा किनेर यस्तो गरेर चाहिँ राखिसकेका छन्। अब यो बाटो धेरै फेमस हुन्छ। अब हामी यो बाटोबाट आइसकेपछि चाहिँ हामी बाइक चढेर जाने भनेको चाहिँ तर्नुपर्छ झोलुङ्गे यो ठ्याक्कै यो पुल तरेर ल धन्यवाद साथीहरू। यो चाहिँ लिखुबेनीको पुल र तपाईहरुलाई यदि यो भिडियो मनपर्छ भने लाइक र सब्स्क्राइब गरिदिनु होला, हामीलाई गरिदिनु होला भन्न चाहन्छु। धन्यवाद।